आज चाहिँ हामी बार्बिक्यूको लागि हिँडेको है। यस्तो छ है, पानी पनि परिरहेको थियो बिहानसम्म, अब रोकेला हुन्छ राम्रो लाग्छ है। हल्का गोल्डी अर्कै भन्दै टङ स्लिप भइरहेको म चाहिँ गोल्डी देखिएको छ, चस्मा नि गोल्ड छ है। दाइको नयाँ गाडी हो, साह्रो गोलीहरू बाई गरिदियो चस्मा त सबै देखिन्छ। अब चाहिँ हामी पुग्दैछौँ, यता हेरिदिनु होला गाइज। $300 होइन कति हुन्छ? ए मलाई 3 लाख। वाउ गाइज वाउ। यहाँ त खोलै खोला छ यो एरियामा। अब चाहिँ जङ्गल जस्तो आयो है। अब गाउने आयो। ल हामी चाहिँ आइपुग्यौँ है बार्बिक्यू एरियामा। आकी खावा बार्बिक्यू रान्दो रे, डिज्नील्यान्ड भने जस्तो बार्बिक्यू रान्दो होइन। आज चाहिँ चिसो मौसममा तातो मासु खाँदै विशाल दौडिरहेको छु। विशाल दौडिरहेको छ। गाडी त्यहाँनिर हराएको गाडीमा छैन चुसेको अनि त्यसलाई भन्नु गाडी यहाँ चाहिँ चुसेको मान्छे रहेछ, यहाँ हान्नाइ गर्दैछ है। चुसेको मान्छेले हान्नाइ गरे हामीलाई। ठिक छ, अहिले पैसा लिन्छ यसले, फ्रीको पार्किङ पैसा उठाउँदै हिँड्छ हो। विशालबाट टिकट चाहिँ के ल यहाँ पैसा तिर भने मान्छे छैन। यता नेपालको त्यो मुनितिरको जस्तो आउँदैछ अन्त हे मलेसिया झरेर तातो माछा खाउँछ। Okay guys, hello, thank you बोल्यो गुड होइन माथि राख्नु होला नि। मुटिले रात अलिक पछि गर्दा हुन्छ होला। अलिक टाइम लाग्ने भएर पहिले भन्नु। कस्तो रमाइलो छ
आजको बारबिक्यू पनि सक्यो धेरै लामो चाहिँ भिडियो बनाउन पाइएन खानामै व्यस्त भयो है खाँदा 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 यो मासु भन्ने चिज चाहिँ अब 2-4 दिन हेरिँदैन होला सायद अब यासाई मात्र हुन्छ खाना अब लास्टमा गएर याकी सोबा चाहिँ धेरै उ भयो पपुलर भयो ल बाई बाई याकी खावा ल याकी खावा प्लिज बाई बाई आजलाई धन्यवाद फेरि भेटौँला भन्ने आश गरौँला